सो हाई एभ्रीवन, वेलकम ब्याक टु माई न्यू ब्लग्स भिडियो। सो साथीहरू, आजको ब्लग्स भिडियोमा तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरू, तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो लाहान बजारको मुख्य द्वार, गोलचक्कर रोडको मुख्य द्वार, रोड नम्बर 1 मा पर्ने मुख्य द्वार अहिले पूर्ण तरिकाले भत्काइसकेको छ। हेर्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ साथीहरू, मान्छेहरूको भिड, पुरै मान्छेहरू हेरिराख्नु भएको छ। हेर्न सक्नुहुन्छ साथीहरू, यो भिडियो म अहिले 10:30 बजे राति रेकर्ड गरिरहेको छु। हेर्न सक्नुहुन्छ मान्छेहरूको भिड, पुरै मान्छेहरू हेरिराख्नु भएको छ। वास्तवमा साथीहरू, हाम्रो यो पुरानो हाम्रो लाहान बजारको मुख्य गेट भत्काउनु कतिको सही छ, तपाईहरूलाई कस्तो लाग्छ? प्लिज साथीहरू कमेन्टमा कमेन्ट छोड्न नबिर्सनुहोला र सँगै साथीहरू प्लिज यो भिडियोलाई एक लाइक गरिदिनु होला। तपाईको एक लाइकले हामीलाई हौसला मिल्छ यस्तो भिडियो बनाउनलाई र सँगै साथीहरू यो भिडियोलाई विभिन्न प्लेटफर्महरुमा शेयर गरिदिनु होला। साथीहरू, तपाईहरू हेर्दै हुनुहुन्छ अहिले हाम्रो लाहान बजारको मुख्य गेट, हाम्रो लाहान बजारको शान अहिले भत्किसकेको छ, भत्काइरहेको छ। तपाईहरूलाई कस्तो लाग्छ? वास्तवमा यसरी भत्काइसकेपछि वास्तवमा हाम्रो लाहान बजारमा फेरि यो गेट बन्छ कि बन्दैन? वास्तवमा बन्छ भने कस्तो बन्छ? तपाईहरूलाई के कस्तो लाग्छ? सुझाव सल्लाह दिन चाहिँ नबिर्सनुहोला। सँगै साथीहरू हेर्न सक्नुहुन्छ मान्छेहरूको भिड एकदमै छ। यो भिडियो रेकर्ड गर्दाखेरि साथीहरू अहिले रातिको 10:30 बजेको छ र हेर्न सक्नुहुन्छ मान्छेहरूको भिड। वास्तवमा साथीहरू, ओल्ड इज गोल्ड हुन्छ भन्ने कुरा यहाँ हेर्ने मान्छेहरूको भिडले थाहा हामी पाउन सक्छौँ। वास्तवमा साथीहरू, यसरी भत्काउँदाखेरि हामीलाई दुःख पनि लाग्छ, तर साथीहरू वास्तवमा यसरी भत्काउँदाखेरि, यसरी भत्काउनुको मुख्य कारण भनेको हाम्रो बजारले अझै यो भन्दा पनि राम्रो गेट बनाउने, हाम्रो बजारलाई अझ सुन्दर बनाउने कारणले तपाईको यो गेट भत्काएको हो जस्तो मलाई लाग्छ। तपाईहरूलाई कस्तो लाग्छ? प्लिज साथी कमेन्टमा कमेन्ट छोड्नु होला। र हेर्न सक्नुहुन्छ साथीहरूले पुरै भत्काइरहेको छ र यहाँ मान्छेहरूको भिड हेर्न सक्नुहुन्छ र यो भत्काउने क्रममा एकदमै विभिन्न कारणले हाम्रो इलेक्ट्रिसिटीको पनि अवरुद्ध भयो, आउने जाउने पनि अवरुद्ध भयो र सँगै हाम्रो विभिन्न नेटहरू, विभिन्न कम्पनीहरूको नेट पनि अवरुद्ध भयो। र आज तपाईहरू यो बजारमा यदि आउनु भएको थियो भने तपाईहरू यो बजारको माहौल हेर्दाखेरि एकदमै विकराल थियो। साथीहरू, अहिले हाम्रो लाहान बजारको तीव्र तरिकाले निर्माण कार्यहरू भइराखेको छ। तपाईहरूलाई के कस्तो लाग्छ? वास्तवमा यसो गर्नु वास्तवमा उचित हो कि होइन? कस्तो लाग्छ तपाईहरू? प्लिज साथीहरू कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया सल्लाह सुझाव दिन चाहिँ नबिर्सनुहोला र सँगै साथीहरू तपाईहरू यो भिडियोलाई एक लाइक गरिदिनु होला। तपाईको यो एक लाइकले हामीलाई यस्तो भिडियो बनाउन एकदमै सहयोग हौसला दिनेछ र सँगै साथीहरू यो भिडियोलाई तपाईहरू विभिन्न प्लेटफर्महरुमा शेयर गरिदिनु होला। र मलाई लाग्छ साथीहरू, हाम्रो शहीदहरूको स्मारक जुन गोलचक्कर छ, त्यो गोलचक्कर पनि अब फ्युचरमा भाँचिनेछ जस्तो मलाई लाग्छ। यो मेरो अनुमान मात्रै हो साथीहरू, मैले कहीँबाट पनि सूचना प्राप्त गरेको छैन साथीहरू। सो साथीहरू, तपाईहरूलाई के कस्तो लाग्छ? प्लिज साथीहरू कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन चाहिँ नबिर्सनुहोला। हस्त साथीहरू, म यस्तै रोचक यस्तै भिडियोहरू लिएर म आउने नै छु। तबसम्मको लागि हस्त साथीहरू, धन्यवाद।